ओके, प्रिभियस भिडियोमा हामीले वेबसाइट कसरी डिप्लोय गर्ने युजिङ नेटलिफाई त्यो हेरेका थियौँ र आज हामी के गर्छौँ भन्दा त्यो चाहिँ सिङ्गल फाइलमा थियो। अब चाहिँ यता फोल्डरै बनाउँछौँ। एन्ड सेकेन्ड विड ऱ्यान्डम नाम लेखे हो मैले, त्यस्तो केही होइन। इन्डेक्स डट एसकेएमएल नेसेसरी थियो, त्यो हामीले बुझिसक्यौँ। अर्को भनेको स्टाइल डट सिएसएस, यो पनि स्ट्यान्डर्ड वे हो सिएसएसको फाइलको नाम राख्ने। र स्क्रिप्ट डट जेएस, यो पनि स्ट्यान्डर्ड वे हो। यो चाहिँ सर्भर बनाउँदा चाहिँ एप डट जेएस राख्ने चलन छ, तर अहिलेलाई स्क्रिप्ट डट जेएस। अब मैले यहाँनिर भर्खर तिमीलाई काम दिएको थिएँ, क्रिएट अ स्टनिङ पोर्टफोलियो फर भिडियो तरिकाले युज दिस एज रेफरेन्स। यो चाहिँ मेरो पहिलेको भन्दा पनि डिप्लोइड साइटको डोमेन हो, diveparifari.tech। यसले चाहिँ एकछिन टाइम लिन्छ, किन भन्दा डाटा पेज गर्दैछ यसले त्यो वेबसाइटबाट। र अस्तिको हाम्रो भिडियो चाहिँ मैले यो 1 2 3 एप्सबाट नै एडिट गरेका थिएँ अनलाइन। यो मैले यो नेटलिफाई चाहिँ मैले यो ब्राउजरमा खोलेको थिएँ प्रिभियस भिडियोमा, त्यही भएर यसैमा खोलेँ अहिले पनि। अब भनेको यो वेबसाइटमा के भयो भन्दा यो वेबसाइट चाहिँ एकचोटि मैले लाइभ गरेँ, यसलाई अब अपडेट गर्न मिल्दैन। अपडेट गर्न चाहिँ के गर्नु पर्यो भन्दा गिट वा भर्जन कन्ट्रोल ल्याउनु पर्यो, गिटअप। त्यो चाहिँ हामी नेक्स्ट भिडियोमा गर्नेछौँ। यसको चाहिँ अहिले यो नाम जे छ ऱ्यान्डम, त्यसलाई फिक्स गरौँ। यो मेरो स्क्रोल गर्न चाहिँ अलि समस्या भएकोले यो हामीले डोमेन म्यानेजमेन्टमा जानुपर्छ र नेटलिफाईको यो सब डोमेन रहेको छ। यहाँ एडिट अप्सन भन्ने हुन्छ, यसको नाम चाहिँ अब म के राख्छु भन्दा डेमो डिप्लोय। यो नेम पनि कसैले राखिसकेको छ, सो हामीले 22 पनि फेरि थप्यौँ। र अब हाम्रो प्रोजेक्ट ओभरभ्यूमा हेर्ने हो भने हाम्रो नेम चाहिँ के भएको छ, अपडेट भएको छ। यति गर्दा हाम्रो तिमीले वेबसाइट पनि बनाइसक्नु पर्ने हो, तर टाइम लाग्यो, अलि धेरै नै टाइम लाग्यो। यसो गरौँ, अरू पनि बाट बनाउँदा हुन्छ, जस्तो डिप्सिकबाट बनाउँदा भयो, जुन इच्छा लाग्छ त्यही ग्रक छ। अर्को मलाई चाहिँ किमीको अलि यो जसरी डाटा फेच गरेर वेबसाइट बनाउँछ, जस्तो अघिको पनि त्यत्रो ठुलो कन्टेक्स्ट थिएन, र पनि यतिको वेबसाइट आएको थियो प्रिभियस भिडियोमा पनि। यतिको भनेको राम्रै वेबसाइट कन्सिडर गर्न सकिन्छ। अर्को तपाईँले यदि कोपाइलट एजेन्ट छ भने तपाईँहरूले यहाँनिर अहिले त भिएस कोडले नै एजेन्ट मोड पनि हालिदिएको छ, जसमा तपाईँको एजेन्ट कोपाइलट चाहिँ छ भने यसैबाट बिल्ड गराउन सक्नुहुन्छ। एक्सटर्नल क्लाउड बेस्डमा जानु पर्दैन, हुन त यो पनि क्लाउड बेस्डै हो, तर भिएस कोडमै खुल्छ यो चाहिँ। र अहिलेलाई अफ गरौँ, किनभने मेरो क्रेडिट भनेको चाहिँ ओभर भइसकेको छ। र किमीले आफ्नो काम गरिरहेको छ, हेरौँ टाइम लाएर के बनाउँछ। एकचोटि चाहिँ पाइथन कोड एक्जिक्युसन फेल्ड भइसकेको रहेछ किमीको, त्यसो हुँदा यहाँ फेरि रिबिल्ड गर्दैछ र यसले एकै ठाउँमा दुइटै दिएको हो, या एचटिएमएल सिएसएस होइन, एकै ठाउँमा त छैन, बन्दै गर्छ किमीको वेबसाइट। हामी हेरौँ एक्सटेन्सनहरू, एआई एक्सटेन्सन हेर्छौँ। किलो कोड भन्ने छ एउटा, यो यसको पनि मैले लिमिट सिधाइसकेँ।
अर्को ब्ल्याक बक्स भन्ने यसको अलि राम्रो हुन्छ र यसको चाहिँ 24 आवर या 44 आवरको ब्याक क्लास लाग्छ यसको चाहिँ, भनेको सकिन्छ त्यति बेर टाइम। र फेरि यो स्टार्ट हुन्छ किमी के 2.6 यहाँ पनि देख्नु सक्नुहुन्छ, सेम मोडल जुन हामीले यहाँ युज गरिरहेको छौँ किमी 2.6 त्यही मोडलबाट यो कोडिङ भइरहेको थियो केही अगाडिसम्म। बाइ द वे सेम प्रम्प्ट मैले ग्रकलाई पनि दिएको थिएँ र ग्रकबाट चाहिँ एउटा रेडी भएको छ। यसैलाई कपी गरौँ आजलाई अब, र फर्स्टमा भनेको index.htmlमा यो पेस्ट गरौँ। सेकेन्डमा भनेको style.css को कोड अलिक तल छ, अझै तल छ। राम्रै वेबसाइट बनाए जस्तो छ ग्रकले पनि, टाइम त लिएको थिएन। यहाँनिर पनि म त्यो पेस्ट गर्छु। र थर्ड भनेको हाम्रो स्क्रिप्ट। यो पनि म कपी गरेर यहाँनिर पेस्ट गर्छु। र के चाहिँ गर्नु पर्यो भन्दा सुरुमा त लाइभ सर्भरमा खोलौँ। यसलाई अल्ट एलो गरेर लाइभ सर्भरमा खोल्दा पनि भयो। फर्स्ट थिङ हो यो चाहिँ गर्नु पर्यो। यो के भयो भन्दा हाम्रो style.css र यसले के युज गर्यो भनेर यहाँनिर लिङ्किङ हेर्दा यसले स्टाइल्स युज गरेछ, यो एसलाई हटायौँ भने अब हाम्रो वेबसाइट ठिकै देखिएको छ भनौँ अब यतिकोलाई। र हामीले बुझ्ने भनेको चाहिँ यसलाई डिप्लोय गर्न हो। सो डिप्लोय गर्ने प्रोसेसतिर लागौँ अब। र म प्रोजेक्टमा गएँ, फेरि एड न्यू प्रोजेक्टमा गएँ। ब्राउज होइन हाम्रो, सो सिधै हामी फोल्डरलाई चुज गर्छौँ। सेकेन्ड बिट यो फोल्डर, अपलोड 3 फाइल्स टु दिस साइट। ओके, डोन्ट रिफ्रेस, यसले चाहिँ लोड लिँदैछ। र हाम्रो वेबसाइट बनेको हो हाम्रो वेबसाइट बनेको हो। र नाम चेन्ज गर्न मैले अघि नै पनि देखाइसकेको छ। सो डोमेन म्यानेजमेन्टमा जाने, अप्सनमा जाने, एडिट नेममा जाने, जे मन पर्यो त्यही हाल्ने। जे त छैन रहेछ, जेसुकै। र हाम्रो वेबसाइट जेसुकै आइसक्यो। प्रोजेक्ट ओभरभ्यूमा हेर्ने हो भने jesukai.netlify.app। र आजको भिडियोमा यति नै, होप सबैले बुझ्नुभयो होला। म चाहिँ एडोबी पोडकास्टबाट अडियो इन्हान्स गर्दै थिएँ र किमीले फाइनली वेबसाइट चाहिँ बनाइसकेको थियो। र वेबसाइटको लुक हेर्नुहुन्छ भने यहाँनिर एउटा मेरो इमेज हाल्न बाँकी रह्यो, नत्र वेबसाइट त जिस्याप एड गरेछ मैले। जिस्याप मेन्सन गरेर होला सायद, स्विफ्ट पनि एड गरेको छ। वेबसाइट जस्तै बनाएको छ साथीहरू। र यसको रेस्पोन्सिभनेस पनि मैले हेर्न मन लाग्यो एकचोटि। ठिकै छ। म मेरो डोमेन चेन्ज गरिदिउँ कि क्या हो, त्यस्तो खतरा भएछ क्या वेबसाइट त। यो पिङ्क छ, यो ग्रेडियन्टलाई चेन्ज गर्न मिल्छ। सो यो वेबसाइट पनि लाइभ हुन सक्छ, त्यही भएर देखाएको मैले। खासमा किमीले चाहिँ टाइम चाहिँ लाग्छ, तर वेबसाइट चाहिँ फेरि भबाले यो।